नमस्ते साथीहरू, नेपालमा जेनजी आन्दोलन भयो, सकियो। जेनजी आन्दोलनले उठाएको एउटा माग पनि सम्बोधन भयो। नेपालमा राजनीतिक स्थिरता आयो कि नेपालमा राजनीतिक, आर्थिक र सामाजिक अस्थिरताको दोस्रो अध्याय सुरु हुँदैछ? यसै प्रश्नको पोस्टमार्टम गर्नेछौँ यो भिडियोमा। नेपालमा किन सरकार फेरिए पनि कुनै नीतिगत परिवर्तन हुन सकेन? किन पुराना दलहरू पनि सुध्रिनुको साटो झन एकअर्कासँग गठ बनाउने र टुटाउने कार्यमा व्यस्त छन् र नयाँ वैकल्पिक शक्तिहरूमा पनि त्यही पुरानो दलहरूको गठबन्धन बनाउने र टुटाउने शैली हावी भएको छ र यसले भविष्यमा कसरी राजनीतिक अस्थिरता पैदा गर्छ? तपाईँ सोच्दै हुनुहुन्छ यो त व्यक्तिमा समस्या थियो, यो समस्या त केपी ओली, प्रचण्ड र देउबामा थियो, नयाँ शक्तिहरूमा त्यस्तो समस्या आउँदैन भने तपाईँ गलत सोच्दै हुनुहुन्छ। यो समस्या व्यक्तिमा होइन कि यो सिस्टम र संरचनामा समस्या हो। किन र कसरी? एक एक प्रश्नका उत्तर केलाउँदै जाउँ, उत्तर तपाईँ आफै थाहा पाउनुहुनेछ। सुरुमा कुरा गरौँ किन हामीले आन्दोलन पछि राखेको अपेक्षा नै गलत थियो भन्ने कुरा। आन्दोलन भयो, हामीले सोच्यौँ सिस्टम परिवर्तन हुन्छ अब, तर राजनीतिक विज्ञानको एउटा स्पष्ट नियम छ, आन्दोलनले केवल प्रश्न मात्रै उठाउँछ। सिस्टम परिवर्तन त नीति र संस्थाले गर्ने कुरा हो। नेपालमा के भयो? आन्दोलनपछि न त संविधान संशोधन भयो, न शासन सुधारको कुनै स्पष्ट रोडम्याप नै आयो। त्यसैले आन्दोलनले केवल झट्का मात्रै दियो, शासन प्रणालीमा कुनै सुधार नै आएन। तपाईले यो कुरा बुझ्नु जरुरी छ, नेपालमा जेनजी आन्दोलनपछि कुनै परिवर्तन आएको छैन। परिवर्तन यति मात्र हो कि नेपालमा प्रधानमन्त्री जस्तो सर्वोच्च पदको चयन कुनै विदेशी आइएनजिओको व्यक्तिले बन्द कोठाभित्र बसेर गरिरहेको छ। यसलाई परिवर्तन मान्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। अब कुरा गरौँ नेपाली राजनीतिक अस्थिरताको मुख्य कारण गठबन्धनको बारेमा। किन बनाइन्छ भने यसका तीनवटा कारणहरू छन्। पहिलो कारण सरकार बनाउन, दोस्रो कारण बहुमत पुर्याउन र तेस्रो कारण आफ्नै कुर्सी जोगाउन। गठबन्धन हुन मुख्य कुरा जरुरी छ आइडियोलोजिकल बेस। तर नेपालमा के गठबन्धन साझा नीतिलाई लिएर बन्छ, साझा सुधार एजेन्डालाई लिएर बन्छ? उत्तर हो, बन्दैन। नेपालमा गठबन्धन आइडियोलोजिकल बेसको आधारमा होइन, अर्थमेटिकल बेसको आधारमा बन्छ। अथवा हामीले यति सिट पुर्यायो भने हामी बहुसंख्य हुन्छौँ र हामीले सरकार बनाउन पाउँछौँ भन्ने कुरा अड्कल लगाइन्छ र अनि गठबन्धन गर्ने गरिन्छ। नेपाली कांग्रेस र एमालेको गठबन्धन हेरौँ, यिनीहरू विचारमा फरक छन्, भाषणमा फरक छन्, इतिहासमा फरक छन्, नीतिमा फरक छन्, तर जब सत्ता टिकाउने कुरा आउँछ गठबन्धनमा जोडिन्छन्। यसले केवल सत्ता टिकाउने काम मात्रै गर्छ र देशले कुनै निकासा पाउँदैन। नेपाली कांग्रेस र एमालेलाई जोड्ने तत्त्व साझा नीति होइन, सत्ता साझेदारी मात्रै हो। पोलिटिकल साइन्सको भाषामा यसलाई अफिस सिकिङ कोलिजन भनिन्छ, जहाँ मन्त्रालय शक्ति र नियन्त्रणलाई मात्र ध्यानमा राखिन्छ। यस्ता कोलिजनहरू छोटो समयका लागि टिक्छन् र देशलाई कुनै राजनीतिक स्थिर निकासा दिन सक्दैन। अब जाउँ नयाँ शक्तितर्फ। नयाँ नेताहरूमा जनसमर्थन छ, परिवर्तनको आशा छ, नैतिक बल छ, तर न कुनै स्पष्ट नीति छ, न कुनै दीर्घकालीन शासन योजना छ, न कुनै संस्थागत संरचना छ। केवल व्यक्तिमा आधारित राजनीति छ। कुनै संस्थागत संरचना नभएर व्यक्तिमा केन्द्रित गठबन्धन भयो भने यसले देशलाई दीर्घकालीन रूपमा कुनै निकासा दिन सक्दैन। हालसालैको कुरा गरौँ, नयाँ गठबन्धन, रवि, बालेन र कुलमान, यिनीहरूको न कुनै साझा स्पष्ट नीति थियो, न कुनै संस्थागत संरचना थियो। तीनैजना
सोशल इन्फ्लुएन्सर, पपुलर व्यक्ति, देशले चाहिरहेका व्यक्ति, त्यसैले एकै ठाउँमा जम्मा भए। जब प्रश्न कुर्सीको आयो तब 3 दिन नपुग्दै यो गठबन्धन टुक्रिन पुग्यो। त्यसैले समस्त भन्दा कुनै एक नेता बलियो भयो भने यसले स्थिर गठबन्धन गराउन सक्दैन। कुलमान, रवि र बालनको गठबन्धन यही हो। अब हामी नेपालमा किन राजनीति एउटै कुर्सीको वरिपरि घुमिरहेको छ भन्ने कुराको उत्तर खोजौं। कारण एकदमै प्र्याक्टिकल छ। नेपालमा संसद संरचना, बजेट प्रणाली, प्रशासनिक नियन्त्रणमा कुनै परिवर्तन आएको छैन। त्यसैले नेपालमा नयाँ शक्ति पनि त्यही पुरानो सिस्टम भित्र परेको छ। नेताहरू नयाँ आए पनि खेल त्यही पुरानो खेल खेलिन्छ। अब हामी गठबन्धन अस्थिर हुँदाखेरि देशले के कुरा गुमाउँछ भन्ने प्रश्नको उत्तर खोजौं। जब बारम्बार सरकार परिवर्तन हुन्छ त्यसले नीति अधुरो रहन्छ, योजना अधुरो रहन्छ र सुधार अधुरो रहन्छ। यसले अर्थतन्त्रमा असर गर्छ, लगानी रोकिन्छ, उद्योगहरू बन्द हुन्छन् र यसले विदेश पलायन जस्तो समस्या पैदा गर्छ। जब यो कुराले युवाहरूमा दीर्घकालीन सपना हराउँछ, देशको सिस्टमप्रति भरोसा हराउँछ, तब यसले सामाजिक रूपमा पनि ठूलो असर गर्ने गर्छ। यी सबै कुरा केलाइसकेपछि अब हामी फेरि प्रश्न गर्छौं, आखिर नेपालको समस्या के हो? यसका समस्या कुनै न पुराना नेता हुन् न नयाँ नेता हुन्। समस्या हो गठबन्धन नीतिमा आधारित नहुनु, शासन व्यवस्था भन्दा सत्ता टिकाउने काम प्राथमिकतामा राखिनु र संस्था भन्दा व्यक्तिलाई अगाडि सारिनु। जबसम्म गठबन्धन कमन पोलिसी एजेन्डा नभएर, कुनै राजनीतिक सुधार एजेन्डा नभएर हुन्छ, तबसम्म अस्थिर भइरहन्छ। त्यसैले तपाई नयाँ पुस्ताहरूले तपाईलाई निकासा दिन्छ भनेर सोचिराख्नु भएको छ भने तपाई गलत हुनुहुन्छ। मैले फेरि जेन्जी आन्दोलन गरेर गलत गर्यौं भनेको होइन। यहाँनिर हामीले परिवर्तन चाहेका थियौं, त्यसैले आन्दोलन गर्यौं, यो स्वाभाविक हो। तर यसले सुधारको कुनै एउटा पनि संकेत गरिरहेको छैन। फेरि नेताहरूले नीतिमा आधारित नभएर केवल कुर्सीका लागि मात्रै राजनीति गर्यो भने फेरि नेपालमा राजनीतिक विस्फोट हुन्छ। फेरि राजनीतिक अस्थिरताको दोस्रो अध्याय सुरु हुन्छ। जबसम्म परिवर्तनको भाषा प्रयोग गरेर पुरानै सिस्टम चलाइन्छ तबसम्म कुनै परिवर्तन आउँदैन। यो भिडियो यही समाप्त गर्छु। कन्टेन्ट क्रिएसनमा नयाँ छु, त्यसैले यसको फ्लो र भन्ने शैली र आरोप प्रत्यारोपमा धेरै मिस्टेक भयो होला, त्यसको लागि माफी चाहन्छु। मलाई सपोर्ट गर्न चाहनुहुन्छ भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। यहाँसम्म हेरिदिनु भयो, धन्यवाद।